guys, welcome back to my YouTube channel. आज पनि म पछि उपस्थित भइसकेको छु अर्को नयाँ भिडियो लिएर। आजको भिडियोमा चाहिँ आजको भिडियो कस्तो हुनेवाला छ भने आज चाहिँ म भाइको बर्थडेमा आएको छु। बर्थडे सेलिब्रेसन हुनेछ। बर्थडे सेलिब्रेसन गर्दैछन् है गाइसहरू। के कस्तो लाग्छ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर हजुरहरू पनि इन्जोय गर्नुहोला। भेटेको गाइसहरू भिडियो कस्तो हुन्छ कसरी मनाउँछौँ है त। गाइसहरू केटाकेटी खेलिरहेका छन् सबैजना। बर्थडे बोय चाहिँ यहाँ छन्। हेलो बर्थडे बोय, हेलो बर्थडे बोय, हेलो हजुरलाई स्वागत छ है बर्थडे बोयलाई मेरो ब्लगमा। हेलो नानी। मेरो बाबु खेल्दैछ, सबजना तयारी हुँदैछ सबैजना। यहाँ अचार बनिसकेको छ, पूजाको तयारी हुँदैछ। के अरे यहाँ टिका लगाउनको लागि। अनि यहाँ राजमा पाकेको छ। मासु हेर्नु चाहिँ गाइस। अनि यहाँ पुलाउ रहेको छ, यहाँ रहेको छ रहेको छ। यो आलु र के को तरकारी फुपू? यो आलुको तरकारी। सबैजना पुरै तयारी गर्दै अर्को बहिनी चाहिँ यहाँ तिमी पनि बस न। यहाँ एन्जिना एन्जिला मिलेर बस न, मिलेर बस। कताबाट बनाउने सर होइन अहिले काट्नु पर्दैन, पहिला आफै काट्ने हो। भिभो हो मेरो चाहिँ भोक लाग्यो। अब काटे हामी चाहिँ अब केक काट्नु भाइ भएन के भयो सानो भाइ तयारी हुँदैछ केक काट्नलाई। एलन के भयो के भयो हजुर के भयो नाक ठोक्यो।
रातो त खोइ त छोडिदिने होस् सोधिरहेको नि खोइ त यो राम्रोसँग आएन कि Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. के रे भाइको नाम नि म त ह्यापी बर्थडे छोरो भाइले नि खादिनु मामलाई खाँदैन बिचारा खाऊ ल हाम्रो बर्थडे भन त्यहाँ नछोइ अब ल सबै happy birthday. Happy birthday to you, Subila. ए त्यो हात नलाऊ है हात हाल्ने नि कसैले पनि पहिला टिका लगाइदिनु होला हौ टिका लगाइदिनु यहाँ दिदीलाई सुक्खा अहिले केक पाउँदैन हल्ला गर्ने केक पाउँदैन टच गर्ने होइन त्यसो गर्नु कसैले खाँदैन नि ल ल ज्ञानी हुनु है ह्यापी बर्थडे टु छोरा थ्याङ्क यू भन्नु न थ्याङ्क यू मामु भने खै यहाँ मामुको पैसा सकेछ छोराले पैसा दिनु हुँदैन सबै पैसा बसी कमाएर यहाँ छेउमा राख हो त्यहाँ नमस्ते गर ल यस्तो गर यति गर यति गर आमा ठुलो मान्छे केक खाँदैन न चम्चा दिनु त एउटा चम्चा राखिनु भयो नि हुन्छ लाउ छोरी तिमी केक मात्रै खाइन टिका नलाइदेऊ ल नमस्ते गर एउटा हात यता हेर निउरा ए भाइ यहाँ दिदीले टिका लगाइदिनेहरू खोइ त यता ढल्छ अनि केक नछुने अनि केक दिने सबैलाई ल यहाँ राख लु जाऊ तिम्रो टाइम खै थ्याङ्क यू भनेको उता थ्याङ्क यू भन लु है ज्ञानी हुनु धेरै धेरै मलाई देऊ त मामुले मामुलाई देऊ ल दक्ष दिदीले देऊ के आन्टीले पैसा धेरै दिएको छ भोलिपछि घर दिनु है नमस्ते गर हो त राख भेट बनाऊ न बस त्यहाँ लगाइदिनु हुन्छ टिका लगाइदियो नि श्रीमलाई दुई हात थापा पर्छ नि त गिफ्ट दिनुपर्छ नि छिटो त्यसरी गिफ्ट दिन पाइँदैन त नि यो उसले पो राम्रो देख्यो नि खाता लगाएर टिका लगाइदिनु त्यो राख हो त्यो राख आउनु न त्यो लगाइदिनु न हुन्छ ए अनि पख केक नछ है ओइ केक नगर है ओइ मुना एकछिन टिका लाउँदै त्यहाँ एकछिन ओइ अब गुटा खाए न अब गुटा अब केक दिइहाल्ने थिएँ ल तिमीहरू उनीहरूलाई के टिका लगाइसकेपछि यिनीहरूलाई यहाँ राख्ने अनि यहाँ दिने के यताहरू त चल्छ नि त चलेर अनि यताहरू त उयो गर्छ नि त्यही भएर दुई हात समाउ भन्नु छैन देऊ मलाई देऊ मलाई ए राख ल आउनु न टिका लगाइदिनु नला यहाँ गिफ्ट दिनु नि त ल आउनु ल गिफ्ट देऊ न त देऊ जाऊ भाइलाई गिफ्ट देऊ ल यता हेर यता हेर यो उमङ्गले दिएको गिफ्ट है ल अब गिफ्ट जति यता लानु पर्ने ल कहाँ गयो निर्मलाहरू सिधिहाल्यो यहाँ काटेर दिनु ल
यसले यो टेबलले त सार्नु के यो अलि त साह्रो त अलि केटाकेटीलाई चाहिँ पहिला ए यहाँ टिका लाउनु बाँकी नै हुँदो रहेछ त ह्याप्पी बर्थडे सुमिन ज्ञानी हुनु तिम्रो मम्मीलाई नकुट्नु मम्मीले भनेको मान्नु है धेरै पढ्नु के खानु लगो मगाउनु निकालो फेरि हुन्छ केटाकेटीलाई त्यस्तै ल आउँछ यहाँ ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू भन नानीलाई सुबिम ज्ञानी हुने ल धेरै पढ्ने अनि यो केटाकेटीलाई पहिला दिइसक्यो मैले लु बस्नु ल फेरि नमस्ते गर मामुलाई देऊ 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 मलाई देऊ देऊ बिच पनि देऊ भयो नि यसरी दिन त ज्ञानहरू बस न त्यहाँ के बर्थडे मान्छे अहिले किन हुन्छ यहाँ बस नि यहाँ बस यहाँ बस त्यही बस्ने तल्लोपट्टि आउनु भएकै छैन सफा ठाउँ जाने सन्जाले खाने हो खै बाबु अहिले यो केक गर्ने हटाउनुपर्छ के मिठो छ के मिठो छ ल खाऊ सबैजनाले बाबु मिठो छ नि खानु खानु त्यो कहिले काहीँ खाने केक त केही हुँदैन खान पर्छ कहिले काहीँ यमन जाऊ त्यो लिएर आऊ तिम्रो प्लिज आइसकेपछि यहाँ भएर बस्ने भात त जर्बै भएछ तिम्रो होइन यो खाऊ खाऊ भाइ खाऊ आउँछ गर्नु है लु खानु नि त तपाईँहरू नि खानु तपाईँ बस्नु सम्झेर म त नखाने अहिले को खाने के अरे पिउ लिएर आउँ कोक त नखाना पिउले ट्युबै ठिक हुन्छ पिउन पहिला माग खानु होइन उसलाई हाल्नु नि प्लिज त्यसरी हुन्छ खाना बसे हुन्थ्यो नि किन अब उयो नि बसाउनु पर्थ्यो लु खुला बस सानो ठुलो बसाउँ सानो बसाउनु ठुलो के होइन सफा गरेर खानुपर्छ है तर त बस्दैन फेरि ल के पनि दिन्छ बिस्तारै छ ठुलो अरू को खान्छ पुलाउ त छ फेरि लजाउनुहुन्छ नि त फुपाजु छोरीले त कहिले म त गालामा हान्छ जसरी सुटिसक्यो के भनेको खोइ खानाहरू खाइसकेर बस्नुभएछ सकियो के कस्तो लाग्छ जस्तै हाम्रोतिर सबै त्यो लुगै खोलेर बस्छन् नि त्यो बेला हाम्रो नन्दको चाहिँ त्यस्तो छैन कि See you next video, guys.